तपाईँ आफै जिम खोलेर किन मोटाउनु भयो? तपाईँलाई के मतलब? नमस्कार म नमस्ते म सा डिभाइन फिटनेसबाट दुईवटा बिजनेस भइसक्यो म चाहिँ भर्खर नयाँ छु होइन। नमस्कार म चाहिँ सुरु गर्न लागेको रमणी बाई एल्लाबाट। अनि मेरोमा चाहिँ सबै के भन्नु अब फिमेललाई सुन्दर बनाउने हाम्रो नारीहरूलाई सुन्दर बनाउने कुराहरू तपाईँ यहाँ पाउन सक्नुहुन्छ। साडी कुर्ता ट्रेडिसनल वेयर तपाईँहरू एकपल्ट भिजिट गर्नु होला भन्न चाहन्छु। त्योभन्दा पछाडि चाहिँ मलाई प्लिज मलाई बोल्न आउँदैन। चढ्छन् त्यति बेला दाजुभाइहरू मधुशालाबाई अन्जना है एकदमै खानेकुराहरू एकदम थकाली खाना सबैलाई खानै छ। हाम्रो एरिना बहिनी पनि गएर आइसकेको छ। हजुर पनि ठुलो जानु भएन एकचोटि आउनु होला मधुशालाबाई अन्जना झकास छ। म चाहिँ चितवनदेखि उजेली क्रिएसनबाट। हाम्रो चितवनमा चाहिँ उजेली क्रिएसनले चाहिँ दोस्रो शाखा पनि एकदमै सफलताका साथ खोलिसकेको छ। अलमोस्ट 1 इयर हुँदै लागिसकेको छ। उहाँहरूको साथ सपोर्ट सबैजनाको मायाले गर्दाखेरि उजेली क्रिएसनले छिट्टै तेस्रो शाखा पनि काठमाडौँमा ल्याउनेछ है। नमस्कार म चाहिँ बिन्जु श्रेष्ठ मामु छोरी फुड्सको फाउन्डर। हाम्रो चाहिँ लिटो बच्चाहरूलाई खुवाउने लिटो सिरियल तपाईँहरूको बच्चा बच्ची हुनुहुन्छ गर्ने प्लान छ भने पनि अब 1 वर्षमा बच्चा पाइहाल्नु मलाई खबर गरिहाल्नु सम्पर्क गर्नु। त्यसपछि मैले एकदमै पौष्टिक आहारहरू तपाईँहरूलाई प्रदान गर्नेछु। हाम्रो चाहिँ पोखरामा छ। अब छिट्टै हामीले एउटा ठाउँ पनि खोल्दैछौँ। यहाँ रोयल किड्सबाट हुनुहुन्छ फेरि भाउजू। रोयल किड्समा आउनु होला। रोयल किड्समा म चाहिँ गइसकेँ। अब तपाईँहरू पनि जानु होला। धन्यवाद तपाईँहरू पनि सबैजना। एकदमै रमाइलो माहौल यतिखेर हामीले देख्न सक्छौँ। धेरै आर्टिस्टहरू धेरै कलाकारहरू पनि आउनु भएको छ। धेरै कन्टेन्ट क्रिएटरहरू आउनु भएको छ। रमणीमा आएर धेरैजनाले शुभकामना दिनुभएको छ कलाकार एलिना चौहानजीलाई। एलिना चौहानजीले चाहिँ नयाँ बिजनेस स्टार्ट गर्नु भएको छ। हजुर पनि एकपटक आएर भिजिट गरिदिनु होला।